हेलो र फेरि पनि तपाईहरुलाई नमस्ते। नयाँ भिडियो नयाँ दिन र वेलकम छ तपाईहरुलाई। सायद तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि यता सन्चै छु। खाना खानुभयो होला र आफ्नो स्वास्थ्यको आफै ख्याल राख्नु होला भन्दै अब अगाडि हेरौँ। र यो माथिको गुम्बा चाहिँ कहाँबाट देख्छ भन्दाखेरि यो गुम्बा चाहिँ कहाँबाट देख्छ भन्दाखेरि यो नारायणथान जाने बाटो छ नि, हो त्यहाँबाट चाहिँ यो गुम्बा चाहिँ प्रशस्त देखिन्छ है, माथितिर हेर्नुभयो भने। र आज चाहिँ तपाईहरुलाई म त्यहाँसम्म लान जाँदैछु हैन, के हुन्छ कस्तो हुन्छ ल है त हेरिदिनु होला भन्ने म तपाईहरुलाई अनुरोध गर्दै र अब भिडियोतर्फ लागौँ। र बिहान खानसाना खाएर चियासिया खाएर हैन हामी चाहिँ यता माथि आइपुग्यौँ डाँडामा। अब आउने चाहिँ यो बाटो चाहिँ हैन, यहाँ हेर्नु त मानिलिउँ, यो हेर्नुहोस्, यो चाहिँ तपाईँको काठमाडौँ नारायणथान बाटो यता। अब तपाईँको घर कहाँ पऱ्यो हैन, त्यहाँबाट तपाईँले यता माथि नारायणथानतिर हेर्नुहुन्छ भने यो माथि एउटा गुम्बा देख्नुहुन्छ कि हो, त्यो गुम्बामा जानुभयो भने चाहिँ बाटो फेरि त्यो गेटमा चाहिँ बन्द गरिदिँदो रहेछ हैन। यहाँ सिँढीबाट आउनुपर्ने रहेछ हैन, सिँढीबाट आएर एकछिन अलिकति थाकियो हैन। अब भित्र जमाइ त गेटभित्र कस्तो छ तलबाट भनेर तलबाट त्यस्तो माथि अब त्यहाँ पुग्छौँ हामी हैन। आज चाहिँ भिड कस्तो रहेछ त, यो त्यति साह्रो नरहेछ, यो भिडियो बनाउँदै हिँड्यो फोटोसुट। ल हेर्नु अब हामी चाहिँ आइपुग्यौँ यो गुम्बानिर। ठ्याक्क मुनिबाट रहेछ बाटो त, त्यो माथि चाहिँ किन नखोल्या हो होइन, माथिबाट खोलेको चाहिँ ठिक हुन्थ्यो कि। यस्तो छ त्यहाँ मुनि डाँडाबाट यता माथि हेर्नुभयो भने यस्तो खालको है देख्नुहुन्छ तपाईँले। र त्यही हो, तपाईँहरू आजभोलि के गर्दै हुनुहुन्छ, सायद खुसी नै हुनुहुन्छ होला। कुनै खुसी हुनुहुन्छ भने खुसी नै भइराख्नुहोस् भन्दै भगवान्लाई कामना गर्दछु। फाइनली आइपुग्यो है गाइज, फाइनली उकालो चढ्दा फ्याँ हो यार। म तपाईँहरू जस्तो त होइन उकालो चढ्दै बोल्दै भने फ्याँ हुन्छ क्या, अलिकति स्ट्यामिना आजभोलि घटेको छ जस्तो लाग्छ मलाई। होइन दर्शन गरौँ है, दर्शन सबैले दर्शन गरौँ, आफ्नो मनोकामना के छ मनोकामना मागौँ, भगवान्ले पुऱ्याइदिनुहुन्छ भन्ने मलाई आशा छ। यो अगाडिको गेट के मैले अघि भन्थेँ नि, यो अगाडिको गेट चाहिँ बन्द रहेछ। त्यहाँभन्दा ठ्याक्क मुनि एउटा सिधा मुनि गयो भने चाहिँ एउटा गेट रहेछ क्या, त्यहाँबाट तपाईँहरू माथि आउन सक्नुहुन्छ। एक राउन्ड घुमौँ होइन, एक राउन्ड 3 राउन्ड घुमौँ न।
अझै बन्द रहेछ भित्रको चाहिँ। ओम माने बेबे होम, ओम माने बेबे होम, ओम माने बेबे होम। र म तपाईँहरूलाई के भन्छु भन्दाखेरि एउटा सानो जानकारी दिन मन लाग्यो कि हाम्रो नेपालको युवाहरू सबै विदेश लागिन्, बुढापाटीहरू सबै अब स्वदेशमा बस्नुभयो। त्यही कारणले गर्दाखेरि चाहिँ अब हाम्रो युवापाटीहरू चाहिँ आफ्नै देशमा बस्नुपर्छ, के गर्नुपर्छ। मामा काठमाडौँ त अच्छा रहेछ यहाँ चाहिँ, यस्तो माछा। यो चाहिँ के भन्दाखेरि आँखा सञ्जीवनी बुट्टी, यो चाहिँ शङ्खकिरा, यो फुल माथिको बाघहरू भइहाल्यो। त्यो त माथिको गुम्बा। अगाडि चाहिँ अब यस्तो यताबाट फरफर घुमेर फोन घुमेर अब हामी घरतिर लाग्छौँ। त्यहाँ के लेखा पढ्न सक्नुहुन्छ। ल सकियो हाम्रो भ्रमण। अगाडि नै बनाउँदो रहेछ, के बनाउँदो रहेछ। फेरि यो मुनिबाट गएर तपाईँले चढेर माथि जानुपर्छ। ल फास्ट ओम माने बेबे होम गमावा। चढ्न गाह्रो, झर्न सजिलो होइन। झर्न सजिलो, चढ्न गाह्रो हो कि। चाब त त्यही त हो नि होइन। त्यसुकै ल यति भन्दै अब आजको भिडियो म यहीँ समाप्त गर्न गइरहेको छु। के लाग्छ, कस्तो लाग्छ? आज चाहिँ छोटो भयो होला होइन। छोटो भयो भने छोटो भइराखोस्, छोटो बनाउनु पर्छ होइन। त्यही भएर ल धन्यवाद भिडियो हेरिदिनु भएकोमा। केही गुनासो छ भने लाइक सब्सक्राइब गर्दै सेयर गर्दै अगाडि बढ्नु होला भन्दै म बुद्ध गुरुङ तपाईँहरूको सामुबाट बिदा लिन गइरहेको छु। धन्यवाद। अर्को भिडियोमा भेटौँला।